calling hoy! Akmara! Yes!
लमजुङको डाब्रेबाट देखिने यो माछापुछ्रे हिमाल यस्तो छ हालत हेर्नुहोस् भ्यू हामी चाहिँ टाढा छौँ यस्तो छ हालत किन देखिया छैन फेरि किन कहाँनिर छ रवि यस्तो छ हालत अब हेर्नुहोस् मान्छेहरू सगरमाथा हेरेर उहाँ पुरै मजा लिन्छ कि उहाँ चाहिँ सुतेको हुनुहुन्छ उहाँ यस्तो छ अब भैलीको लिडर मान्छे हेर्नुहोस् मेन लिडर साइजमा पनि ठुलो हाइटमा पनि ठुलो सबैमा ठुलो यस्तो छ हालत यी चाहिँ हुन् हाम्रा ड्राइभर करुण विथ बस साउजी राइडर विथ मेगाश्री हालेर चलाइरहेको छन् गाडी मस्तसँग मजाले यी चाहिँ हुन् यिनी हाम्रा खलासी भातमारा काम छैन खालि भात खाने सुत्ने बस अरू केही छैन बेला मेगाश्री हान्ने बस मेगाश्री त पुरै भटमा चलाएको चामल चलाएको उहाँ चाहिँ अन्त हाम्रो काका एउटा रेस्पेक्टेड पर्सन उहाँ चाहिँ हाम्रो ड्राइभर पनि हुनुहुन्छ अनि हाम्रो चाहिँ उहाँ भोटे अनि भिरबाट लोटे देखिन्न त अनि उहाँ चाहिँ हुनुहुन्छ हाम्रो सुमन भाइ हाम्रो भैलीमा आर्मीको रोल गर्नेवाला सुमन चौधरी यी चाहिँ हुन् हाम्रा कलाकार स्यालु पाण्डे यिनी चाहिँ हुन् हाम्रा खलासी हुँदाहुँदै खलासी जस्तो गर्ने मान्छे नभए पनि खलासी जस्तो गर्ने मान्छे यस्तो छ हालत यो चाहिँ बेसी सहर एकदमै ठुलो रहेछ है यो चाहिँ भोले गाउँको रोडको फिनिसिङ पनि दामी छ एकदम हामी चाहिँ भोले गाउँ जाँदैछौँ अहिले हालत भइरहेर बाटोको भोलि जाने बाटो तिम्रो रेडी भएको छैन अझै यस्तो छ हालत अब पापाको परेको यस्तो छ अनि हामी अब अलि उता चिया बगैँचाहरू छ यसको हिमाल नजिक जाने स्वर्ग हेर्ने स्वर्ग भन्ने यही स्वर्ग हेर्ने स्वर्ग
भन्छ कि होइन यो हिउँदो भरि हो यस्तो छ भिडियो हेर्नु मैले आज आफै अगाडि देख्नु पाएँ के हो भाइ तिम्रो आउँदै रेडी भएको छैनौ अहिलेसम्म रेडी नहुने तिम्रो के हो भाइ पनि यस्तो छ हालत अब तिम्रो पैसा कलेक्सन हुँदैछ खानाको पैसा यो हाम्रो पागल प्रेमी भाइरल बोय साला या साला गालामा माया खाला कि झापट खाला रमाइलो गर्नु पर्यो कस्तो फेरि भइरहेछ घले गाउँमा के आयो ब्रेकफास्ट खाली हो गोर्खा पार्क जाँदैछौँ हामी यहाँदेखि हिमाल गोर्खा आर्मी पार्क हाम्रो केटाहरू जाँदैछ विदाय गर्दै हुनुहुन्छ टिका लगाएर त्यस्तो छ हालत आमाको अब जानु पर्यो आमा अनि आउँदै गरौँला फेरि पनि ठुलो अब आफ्नो छोराछोरीसँग आउनु त्यस्तो छ हालत ल अर्को लगान खाना एक वर्ष बुढा भयो भने अर्को वर्ष छोरा त्यस्तो छ बुढा छैन यिनीहरू यस्तो साला देश काय भयो यस्तो ओरो हो यो क्रिस्चियन हो मालाहरू लाउँदैन लगाएछ कि यहाँको सिस्टम चाहिँ एकदमै राम्रो रहेछ कि लास्टमा बिदाय गर्दाखेरि चाहिँ एकदम टिका सिका लगाएर फुलमाला लगाएर आमाहरूले बिदाय गर्नु रहेछ धेरै नै खुसी लाग्यो अनि हजुरहरू पनि आउनु होला घलेगाउँ घुम्नलाई घलेगाउँ घुम्न आएपछि
यस्तो त हालत होइन कि यस्तो छ हालत यस्तो छ हालत अहिलेको चाहिँ रातिको 12 बजेको छ अनि हामी चाहिँ यहाँ ब्याट्री ल्याएर हान्नु परेन बनाउनु परेन ल बन्दीपुरमा भाइहरू अलि नजिक भाइ देखिँदैन राम्रो छ होइन बन्दीपुरको माथि केबल कारको नजिकै गुम्बाबाट देखिने हिमालहरू अङ्कल लास्टमा देखेको त्यो कुन गरे हजुर माछा पुत्री यो भयो घोडाघोडी कुन हो झन् हामी त्यहाँबाट नबोटी तर उहाँ देखिनु पर्दैन तर यस्तो छ देखिरहेको नि फर्किन मिल्छ होइन 6 बजेभित्र पनि फर्किन मिल्छ यस्तो छ तर हामी चाहिँ धेरै बस्दैनौँ हामी चाहिँ 10-15 मिनट फर्किहाल्छ पैसा खोलो छ पाल छैन तर सबैले मागिया छ ऋण काट्छ भाइ र म
टाइम लाग्ने चाहिँ कि यस्ता यहाँदेखि